यो बाउ चाहिँ यहाँ भाले चेकिङ गर्दैछ कुन चाहिँ लाने भनेर माथिको लाने सेतो होइन रातो हो भने हजुर सेतो होइन रातो भन्यो ए लोकल जाने भन्छ यो ठिक छ नि यो कुन बा यो राम्रो यो माथिको बासेको बासेको यो राम्रो छ नि हेड टेरिया बाउन्ने बोकेको भन्छ जान्दैन जम्पिङ गपा त्यो राम्रो छ ल 2 किलो होला नि छैन खै दुखाएको छ मैले हप्ता मैले ए सेतो राम्रो हुँदैन मेरो बा रातो राम्रो रातो राम्रो तपाईले हेर्नु न लगाएको कपडा कति राम्रो देखिन्छ यो राम्रो छ यो राम्रो छ सेतो खटिलो छ हे गाइस दिस इज मी सोफी गुरुङ यहाँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ यो चाहिँ मेरो सेकेन्ड भिडियो छ यहाँहरूले हेरेर मलाई साथ दिनुहोला आज चाहिँ मैले लोकल कुखुरा लिएर आएको छु हे गाइस दिस इज मी सोफी गुरुङ यहाँहरूलाई सोफी गुरुङको युट्युब च्यानलमा स्वागत छ मेरो यो सेकेन्ड भिडियो रहेको छ र सबैजनाले मेरो यो सेकेन्ड भिडियोलाई पनि माया गरिदिनुहुन्छ भन्ने आशा छ नाल्दै हो त्यहाँ पड्केन पन्डु चढ्न त्यो बाउ उठेको त्यो म डेढ गर्छु खोइ प्याज हाल्दै पनि छिटो चना हालिसकेपछि हामीले तेजपत्ता हाल्यो तेजपत्तापछि हामीले प्याज हाल्यो प्याजलाई चाहिँ अलिकति रातो जस्तो हुनु छोडिदिनुपर्छ एकछिन चलाएर यिनीहरू मेरो बुहारी हाँसिरहेको छ यिनीहरू रातो भाले बहिनी बिरामी छ भनेर बहिनीलाई तक्रिनको लागि चाहिँ रातो भाले ल्याइदिएको छ मेरो अन्त यो रातो भाले हाल्दैन रातो भाले चलाइदियो अच्छा प्राणै देखाइदिएको धेरै महँगो छ बेसारो मजाले स्वाई स्वाई चलाउँदैछन् मेरो बुहारीले चाहिँ फुटो त काट्दैन अब त्यो बुझाउनु नहाल्छ नचले फिर अलि हाल्दैन मर्कोले एकदम भरि हाल्छ ल यो चाहिँ थर्ड प्रोसेस पहिला मेथी हाल्यो ज्वान हाल्यो त्यसपछि तेजपत्ता प्याज त्यसपछि बेसार हालेर हामीले चलाइदियौँ यो टाउको चाहिँ बडो अजिब भालेको शिर भन्नु न शिर ए भयो अचम्म अहिले त के भन्नु
गर्दैन मिक्स मास गर्दै एकदम राम्रोसँग अझै चलाकाले मिलेर अझै मिलेर ऊ भन्छ नि यसरी चलाउनु यतापट्टि बेसरै गएको छ नि यो पार्टमा चाहिँ रातो भाले क्वाया क्वाया भन्दै रातो भाले क्वाया क्वाया सुकेरीलाई खुवाया सुकेरीलाई माछु मैले टाउको मैले खुवाया मजा चलाउँछ माछु देखेर हरे बाबु अब मजाले छोपिने 3 दिनसम्मको लागि हामी चाहिँ मसला रेडी गर्दैछौँ अब हाम्रो भाले रेडी हुँदैछ भालेलाई अब सुप हालेको अब हामी गर्दैछु यो ढकनी छानेछु भन्नेहरू चाहिँ यिनीहरूले भने अब चाहिँ सुप हाल्नलाई रेडी हो भयो अनि त्यो मलाई अलिकति चलाउनुहोस् न धेरै नचला माथिबाट अब धनियाँ छर्किने होइन धनियाँ छर्का आएको पर्दैन लगाउनु जाँदैन छैन नबनाए चाहिँ यो के बनाएर ल धनियाँ छर्किँदै यसरी छर्की भने मेरो आमा रातो भाले पायस पायस सुत्केरीलाई खुवाए सुत्केरीको नाम गरी टाउको मैले खाए ए होइन मैले घाँटेको सत्य सत्य धरोधरमा झुटो कुरो छैन बोलेको रातो भाले क्वाया क्वाया सुकेरीले खुवाया सुकेरीको सट्टा मैले टाउको खुट्टी खाया खाया यो चाहिँ फाइनली खाना रेडी भयो उता